आज हामी नेपालको एउटा निकै महत्त्वपूर्ण कानून भू उपयोग ऐन 2076 बारे कुरा गर्दैछौँ। यो एउटा यस्तो ऐन हो जसले हाम्रो जग्गा जमिन प्रयोग गर्ने तौर तरिकामा नै ठूलो परिवर्तन ल्याएको छ। आजको हाम्रो छलफललाई सजिलो बनाउन हामी यसलाई 4 भागमा हेर्नेछौँ। सुरुमा यो ऐन के हो र किन आयो भनेर बुझ्छौँ। त्यसपछि जग्गाको नयाँ वर्गीकरणबारे जान्नेछौँ अनि यसका मुख्य नियमहरू के छन् र अन्त्यमा नियम नमाने के हुन्छ भन्नेबारे कुरा गर्नेछौँ। त्यसो भए सुरु गरौँ परिचयबाट। आखिर यो नयाँ कानूनको आवश्यकता नै किन पर्यो त? यो ऐनको प्रस्तावनामा नै यसको उद्देश्य प्रष्ट छ। यसको मूल मर्म भनेको जथाभावी र अव्यवस्थित तरिकाले भइरहेको विकासलाई रोक्नु हो र हाम्रो जमिनलाई सही तरिकाले प्रयोग गरेर भविष्यका लागि पनि दिगो लाभ सुनिश्चित गर्नु हो। अब लागौँ यो ऐनको सबैभन्दा महत्त्वपूर्ण पाटोतिर। यो कानूनको आधारस्तम्भ नै जग्गालाई वर्गीकरण गर्ने एउटा बिल्कुलै नयाँ प्रणाली हो। यो ऐन अनुसार अब नेपालभरिको सम्पूर्ण जग्गालाई जम्मी 10वटा फरक श्रेणीमा विभाजन गरिएको छ। यो वर्गीकरण साँच्चै निकै रोचक र विस्तृत छ। यसले खेतीपाती गर्ने जग्गा, घर बनाउने जग्गादेखि लिएर वन, नदीनाला र हाम्रो सांस्कृतिक सम्पदासम्म हरेक किसिमको जग्गाको एउटा निश्चित उद्देश्य तोकिदिएको छ। अब जग्गाको वर्गीकरण त भयो, तर यो नयाँ वर्गीकरणसँगै जग्गा धनीहरूका लागि केही एकदमै महत्त्वपूर्ण र कडा नियमहरू पनि आएका छन्, जुन सबैले जान्नै पर्छ। र यो नियमले ल्याएको सबैभन्दा ठूलो र सायद सबैभन्दा धेरै चर्चामा रहेको परिवर्तन हो, अबदेखि कृषि क्षेत्र भनेर तोकिएको जग्गामा नयाँ घर वा कुनै पनि किसिमको संरचना बनाउन पूर्ण रूपमा बन्देज लगाइएको छ। तर एउटा विशेष परिस्थितिमा भने छुट दिइएको छ। यदि कसैको पहिलेदेखि नै बसोबास गर्दै आएको घर भत्कियो र उनीहरूसँग अन्य कुनै ठाउँमा जग्गा छैन भने मात्र त्यही ठाउँमा घर पुनर्निर्माण गर्न सकिन्छ। यो सुनेपछि धेरैको मनमा एउटा प्रश्न आउन सक्छ। ठिक छ, घर बनाउन पाइएन, तर के आफ्नो जग्गाको वर्गीकरण नै परिवर्तन गर्न मिल्छ त? जस्तै कृषि क्षेत्रको जग्गालाई आवासीय क्षेत्रमा बदल्न सम्भव छ? मिल्न त मिल्छ, तर यो प्रक्रिया एकदमै लामो र जटिल बनाइएको छ। यसका लागि स्थानीय तहबाट सुरु भएर प्रदेश हुँदै सङ्घीय सरकारसम्मको स्वीकृति लिनुपर्छ। यसले के सुनिश्चित गर्छ भने यस्तो निर्णय कुनै हछुवाको भरमा होइन, बरु गहिरो अध्ययन पछि मात्रै होस्। त्यसो भए यति धेरै नियम कानून बनिसकेपछि यदि कसैले यी नियमहरू मानेन भने के हुन्छ त? कानूनले यसका लागि स्पष्ट सजायको व्यवस्था पनि गरेको छ। कानूनले मुख्य गरी 3वटा कुरालाई कसुर मानेको छ। पहिलो, तोकिएको वर्गीकरणभन्दा फरक उद्देश्यका लागि जग्गा प्रयोग गर्नु। दोस्रो, अनुमति बिना जग्गाको वर्गीकरण परिवर्तन गर्नु। र तेस्रो, खेतीयोग्य जमिनलाई बिना कुनै कारण लगातार 3 वर्षभन्दा बढी समय बाँझो राख्नु। र सजायको कुरा गर्दा नियम उल्लङ्घन गर्नेलाई कसुरको प्रकृति हेरेर 1 लाख रुपियाँदेखि 3 लाख रुपियाँसम्म जरिवाना हुन सक्छ। महत्त्वपूर्ण कुरा के छ भने जरिवाना तिरेर मात्रै उन्मुक्ति पाइँदैन। यदि कसैले गैरकानुनी रूपमा जग्गाको प्रयोग वा वर्गीकरण परिवर्तन गरेको छ भने 6 महिनाभित्र जग्गालाई पुरानै अवस्थामा फर्काउनु पर्नेछ। छोटकरीमा भन्नुपर्दा यो भू उपयोग ऐन 2076ले जग्गाको अव्यवस्थित प्रयोगलाई रोकेर एउटा योजनाबद्ध र दिगो प्रणाली स्थापना गर्न खोजेको छ। अब व्यक्तिगत चाहना भन्दा पनि योजनाबद्ध विकासलाई प्राथमिकता दिइएको छ। र अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न सोच्नका लागि छोडेर जाँदैछौँ। विकासको बढ्दो आवश्यकता र हाम्रो बहुमूल्य कृषि भूमिको संरक्षण, के यो ऐनले यी दुई बीच साँच्चै सन्तुलन कायम गर्न सक्ला त?